झापा मेची अञ्चल जिल्ला प्रशासन कार्यालय चन्द्रगढी। यहाँ चाहिँ अहिले हाम्रो कम्युनिस्ट पार्टीले चाहिँ हाम्रो पूर्व मन्त्री केपी शर्मा ओलीज्यूको रिहाको लागि चाहिँ उहाँहरूले एकदमै आन्दोलन गरिराख्नु भएको छ। जिल्ला प्रशासन कार्यालय झापा भद्रपुरमा अहिले आन्दोलन अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली चाहिँ यहाँ जिल्ला प्रशासन कार्यालयमा खटिनु भएको छ। सम्पूर्ण हाम्रो साथीभाइहरू म पनि छु। जिल्ला प्रशासन कार्यालय झापा चन्द्रगढी। यहाँ चाहिँ केपी शर्मा ओलीज्यूको रिहाइको लागि चाहिँ सम्पूर्ण एमालेका कार्यकर्ताहरूले आन्दोलनमा उत्रेर अहिले चाहिँ यहाँ घेराउ गर्नुभएको छ होइन। जिल्ला प्रशासन कार्यालय यहाँ चाहिँ नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्पूर्ण साथीभाइहरूले चाहिँ अहिले सुरक्षाको लागि यहाँ कडा निगरानी गरिराख्नु भएको छ। मेरो नाम रामबहादुर दर्जी, झापा बाहुनडाङ 3 धरधार हो।